गिटार लेसनमा स्वागत छ। आज हामी नितेश जङकुवरको गेडा यस्तो जिन्दगी भन्ने गीत सिक्न गइरहेका छौं। यसको गिटार कर्ड्सहरू जी मेजर, C8-9, E minor 7 अनि D मेजर। यो गीतको चाहिँ 6 फ्रेडमा के परेको छ यहाँ। अनि यो गीतको स्ट्रमिङ चाहिँ यो गर्दाखेरि चाहिँ डाउन 1 2 3 डाउन 1 2 3 डाउन 1 2 3 1 2 3। मेरो जस्तो साथी अस्ट्रेलिया, कोही छैन कोही जापान मलेसिया, दाइ भने मेरो एम्स्टरड्याम, अनि दाइको बुढी भने टोटल ह्याम्समा। साह्रै गाह्रो छ भन्थे सबैजना हेर, कोही नि फर्क्या होइन, ना कसम ढाँट्या होइन, तर आफू भने इन्डिया नि गएको छैन। गेडे जस्तो जिन्दगी, धेरै जसो साथी अस्ट्रेलिया, 0 C8-9 मा हाफ। धेरै जसो साथी अस्ट्रेलिया, कोही छैन कोही जापान मलेसिया, अनि E minor 7 र D मानि हाफ हाफ। धेरै जसो साथी अस्ट्रेलिया, कोही छैन कोही जापान मलेसिया, दाइ भने मेरो एम्स्टरड्याम, अनि G र D मा दाइ भने मेरो एम्स्टरड्याम, अनि दाइको बुढी भने टोटल ह्याम्समा, अनि C8-9 मा G। अनि यो गीतमा चाहिँ प्रायः यही कर्डहरू मात्रै युज भएको। सुरुमा चाहिँ फर्स्ट पार्टमा G C8-9 E minor 7 र D, अनि सेकेन्ड पार्टमा चाहिँ G D C8-9 र G। यही कर्डहरू मात्र गीतभर नै युज भएको छ। अब यो गर्दाखेरि थर्ड स्ट्रिङको 8 देखि 10 मा स्लाइड, अनि सेकेन्ड स्ट्रिङको 9 फ्रेट, अनि 8 देखि 10 मा ब्याक स्लाइड, ह्यामर थर्ड स्ट्रिङमा, अनि थर्ड स्ट्रिङ ओपन, अनि यो गर्दाखेरि फोर्थ स्ट्रिङको 8 फ्रेट, थर्ड स्ट्रिङ ओपन, अनि थर्ड स्ट्रिङमा पुल गर्ने यसरी, अनि थर्ड स्ट्रिङदेखि थर्ड स्ट्रिङको 8 देखि 10 मा स्लाइड, अनि थर्ड स्ट्रिङको 8 फ्रेट। यो गर्दाखेरि 8 देखि 10 मा स्लाइड थर्ड स्ट्रिङको, अनि सेकेन्ड स्ट्रिङको 9 फ्रेट, सेकेन्ड स्ट्रिङको 11, सेकेन्ड स्ट्रिङको 13, अनि 13 देखि 14 मा स्लाइड, सरी ह्यामर, अनि सेकेन्ड स्ट्रिङको 9 फ्रेट, अनि फर्स्टकै सेम